सुरेश तामाङ इलेक्ट्रिकल वायरिङको काम गर्नुहुन्छ। सानो सानो कन्ट्र्याक्टहरू, कहिले स्कुलको, कहिले गेस्ट हाउसको या कहिले कुनै कन्स्ट्रक्सन कम्पनीसँग आबद्ध भएर पछिल्लो साल एउटा कन्ट्र्याक्टमा उनलाई 8 देखि 9 लाख रुपियाँको पेमेन्ट आयो। क्लायन्टले पैसा एकाउन्टमा पठाउनुभन्दा पहिले नै ट्याक्स काट्यो 1.5%, मतलब लगभग 12 देखि 13 हजार रुपियाँ। ठिक छ, कानुनले नै व्यवस्था गरेको विषय हो। तर यो साल सुरेशलाई ट्याक्स क्लियरेन्स सर्टिफिकेट चाहियो अनि जब उसले रिटर्न फाइल गर्न आफै कोसिस गर्यो, यसको अप्सन भेटाएन। त्यसपछि ऊ ट्याक्स अफिस पुग्यो, तर सिस्टममा उसको लागि कुनै ठाउँ नै थिएन। रिजेक्ट भनेको होइन, सरी तपाईले फाइल गर्न पाउनुहुन्न पनि भनेको होइन, सिम्पली उसको लागि कुनै क्याटेगोरी नै एक्जिस्ट गर्दैन। आज म तपाईलाई नेपालको ट्याक्स लमा भएको एउटा रियल ग्याप देखाउँछु। यो कुरा मैले रिसर्च मात्र गरेर भनेको होइन, आइआरओको चिफसँग आम्ने सामने बसेर कन्फर्म गरेको हो र उहाँले पनि स्वीकारेको कुरा हो। पहिला रुल के छ हेरौँ। सेक्सन 89 अनुसार एउटा रेजिडेन्ट व्यक्तिले अर्को रेजिडेन्टलाई कन्ट्र्याक्ट मार्फत लगाएको काम बापत 50,000 भन्दा बढी पेमेन्ट गर्दा पेमेन्ट गर्नुभन्दा पहिले 1.5% ट्याक्स विथहोल्ड गर्नुपर्छ। सिम्पल नियम हो। यो डिडक्सन हाम्रो देशको हर सानो कन्ट्र्याक्टर, कन्सल्टेन्ट र सप्लायरले फिल गरेको छ। तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो, यो 1.5% फाइनल ट्याक्स होइन। यो त एउटा एडभान्स ट्याक्स डिडक्सन एट सोर्स मात्र हो। सुरेशले रियलमा कति प्रफिट गर्यो त्यो क्याल्कुलेट गरिसकेपछि जति ट्याक्स तिर्नुपर्ने हो त्योसँग मिलाउने वा एडजस्ट गर्ने डिपोजिट हो। मतलब कानुन अनुसार सुरेश फेरि फर्केर आउनुपर्छ, आफ्नो टोटल इन्कम जोड्नुपर्छ, कस्ट घटाउनुपर्छ, रियल ट्याक्स निकाल्नुपर्छ अनि या त बाँकी पैसा फिर्ता लिनुपर्छ या बाँकी ट्याक्स तिर्नुपर्छ। यो त केवल थ्योरी भयो। अब हेरौँ सुरेश ट्याक्स अफिस गएर के भयो। नेपालमा इन्डिभिजुअलहरूले रिटर्न फाइल गर्न 2 ढोका पाउँछन्। पहिलो ढोका सिम्प्लिफाइड स्यालेरी रिटर्न, जुन 40 लाखसम्म कमाउने एम्प्लोइको लागि बनेको हो, छिटो, सेल्फ सर्भिस र अनलाइन। दोस्रो ढोका D4 रिटर्न, जुन 40 लाखभन्दा बढी कमाउने या जुन मान्छेको मल्टिपल इन्कम सोर्स छ उनको लागि हो। अलि डिटेल्ड एसेसमेन्ट, अलि धेरै स्क्रुटिनी। सुरेशले त्यो एउटा कन्ट्र्याक्टबाट 8-9 लाख मात्र कमाएको हो। ऊ स्यालेरिड पनि होइन, 40 लाखको हाराहारी पनि छैन र D4 अन्तर्गतका अरू कुनै अनुसूचीले पनि उसको प्रश्नको उत्तर दिँदैन। पहिलो ढोका उसको लागि बन्द छ, दोस्रो ढोका पनि उसको लागि बन्द छ। र यो मेरो अनुमान मात्र होइन है, म आफै आइआरओको चिफसँगै अरू 2 जना कर अधिकृतसँग बसेर छलफलामा सोधेको थिएँ, यस्तो मान्छेले कहाँ फाइल गर्ने? उहाँले चेक गर्नुभयो। उहाँले डिपार्टमेन्ट अफ रेभेन्यूलाई कल गरेर पनि कन्फर्म पनि गर्नुभयो। दुवै तर्फबाट जवाब एउटै आयो, अहिले यस्तो कुनै व्यवस्था छैन। यो लाइनलाई एउटा सेकेन्ड डाइजेस्ट गरौँ। कानुनले भन्छ यो 1.5% फाइनल होइन। कानुनले इम्प्लिसिट रूपमा भन्छ यसलाई रिकन्साइल गर्ने बाटो हुनुपर्छ। तर एक्चुअल सिस्टममा, फर्म्समा, पोर्टलमा सुरेश जस्तो मान्छेको लागि कुनै लेन नै बनेको छैन। यसले कसरी वास्तवमा मान्छेहरूको पैसा लस वा फ्रिज गराउँछ, समयको मात्र कुरा होइन, त्यो बताउँछु। सुरेशले त्यो 8 देखि 9 लाखको फुल प्रफिट गरेको पक्कै पनि होइन। उसले वायर किन्यो, कन्ड्युट किन्यो, स्विचेस किन्यो, एउटा हेल्परलाई 3 दिनको वेज तिर्यो वा अरू धेरै प्रत्यक्ष खर्चहरू गर्यो। उसको रियल मार्जिन सायद 1 लाख मात्र वा त्योभन्दा कम होला। ग्रस पेमेन्टको एउटा सानो अंश मात्र।
अनि फाइल गर्ने रिटर्न नै छैन भने ती खर्चहरू क्लेम गर्ने ठाउँ नै छैन। मेरो ग्रस रिसिटमाथि ट्याक्स नलिनु, मेरो रियल प्रफिटमाथि लिनु भन्ने कुरा कहाँ भन्ने कहाँ गर्ने। उसले 1.5% को डिडक्सन फुल एमाउन्टमाथि जस्तोको त्यस्तै भोगिरहेछ, किनभने कुनै लिगल मेकानिजम छैन, जबकि कानुन आफैले भन्छ कि यो डिडक्सन फाइनल होइन। सो हाम्रो सामु एउटा अजीब कन्ट्रडिक्सन छ। कानुनले रिकन्सिलिएसनको वचन गर्छ, तर सिस्टममा त्यो वचन पुरा गर्ने ठाउँ नै छैन। तपाईँ सानो कन्ट्र्याक्टर हुनुहुन्छ भने, पार्ट टाइम सप्लायर हुनुहुन्छ भने, या कहिलेकाहीँ 50,000 भन्दा बढीको पेड काम गर्नुहुन्छ भने यो तपाईँको लागि हाइपोथेटिकल होइन। यो तपाईँको ड्रवरमा राखेको त्यो TDS सर्टिफिकेट हो, जसलाई रिकन्साइल गर्ने सफा बाटो नै छैन। र तपाईँ ट्याक्स पोलिसीमा हुनुहुन्छ भने या डिपार्टमेन्ट अफ रेभेन्यूमा हुनुहुन्छ भने यस्तै ग्यापहरू बिग पिक्चर स्ट्याटिस्टिक्समा देखिँदैनन्, किनभने यो हजारौं सानो ट्याक्स पेयरहरूलाई एउटा एउटा गर्दै चुपचाप अनरिजल्भड केसको रूपमा भइरहेको छ। सुरेशले ट्याक्स छुट मागेको होइन, उसले एउटा फर्म मात्र मागेको हो, त्यो पनि आफै करको दायरामा आएर कम्प्लायन्सको लागि ठाउँ मागेको हो। आफ्नो रियल नम्बर देखाउने, इमान्दारी साथ सेटल अप गर्ने एउटा ठाउँ मागेको हो। जबसम्म त्यो लेन बन्दैन तबसम्म नेपालको हर सानो कन्ट्र्याक्टरले आफ्नो ग्रोस रिसिटमाथि ट्याक्स तिर्दै रहनेछ, आफ्नो रियल इन्कमको सत्यसम्म पुग्ने कुनै बाटो नभई। र कानुनको आफैले वचन कि यो डिडक्सन फाइनल होइन, सिस्टमले पुरा गर्न नसक्ने कुरा बन्दैछ। म यो कुरा डिपार्टमेन्टसँग सिधै पुस गरिरहनेछु र केही चेन्ज भयो भने यही च्यानलमा अपडेट गर्नेछु। तपाईले पनि यस्तै वाल फेस गरेको छ भने कमेन्टमा लेख्नुहोस्। यस्तै कुराहरू जति रेकर्डमा आउँछन् तिनलाई इग्नोर गर्न उति नै गाह्रो हुन्छ। पी फर पैसाको लागि, सी ए रूपेश भट्टराई। आजको लागि बिदा माग्छु। धन्यवाद।